मोरी काट्ने आज हाम्रो समीर गुरुङ भाइ। ओइ हेर्नु है, गुड सट। मोरी चाहिँ यहाँ कुनामा छ, काट्ने मान्छे। ब्रेड पनि लिएर आछौँ हामीले, टक्क डाइरेक्ट यहीँ थाल र 2 भाइ मात्रै 4 GR को। कसैलाई थाहा छैन, कसैलाई थाहा छैन। सलबल सुरु भइसक्यो। सागा चाहिँ अस्ति देखेको थियौँ हामीले, अहिले चाहिँ कतिको छ हेर्न जरुरी छ। ब्रेडलाई यो थालमा टक्क लाएर यस्तो यतै राखिदिउँ। अनि यसो सेफ्टी हुन पर्यो अब म पनि। त्यो लगाउने, त्यो लगाउनु अनि त्यो हो त्यस्तो गर्नु। आँखा मात्रै देखाउँछ न, मैले फेरि चस्मा लिएर आएको छु कि खतम छ नि। चस्मा ल्याउनु छ। यता देख, हेर्नु त, यता हेर्नु त, यता यो छोप्नु त यहाँ। मलाई देखाउनु त यहाँ, छोप्नु त। म पनि सेफ्टी गर्छु कि। यसरी यसलाई हाल्छु पहिला, सर्लकै लाएर पहिला त यहाँ तलसम्म हालेर। सेफ्टी त जरुरी छ, भोलि बिहान फेरि आँखा सुन्ने भने होइन। अनि त्यसपछि हल्का खोल्छु क्या मैले यहाँदेखि। डराओस् न मौरी पनि, मान्छे हो कि के हो भनेर। मैले बस एउटा आँखा खोल्छु, ल्याउनुहोस्। एक आँखा यता र मेरो होलिया। 2 भाइ चाहिँ एकदम सेफ्टीमा छौँ है। ठिक हात त तपाईँको टोक्ने भयो नि त निस्तर त। नै हात टोक्दा त केही नि, हातमा शरीरमा त मलाई जरिवाना टोक्नु त बस उनीहरू नटोक्नु। सुरु भयो कारबाही। तलतिर छोड्दै गयो होइन। रक्सै छैन त, रक्सै छैन त। रस छैन यतातिर जस्तो रहेछ। यो साइडतिर रस रहेछ क्या, यता अहिले मैले घोचेको साइडतिर। मान्छेले त्यसमै निकालेर खाएर चाहिँ त्यसको उड्न सुरु गर्यो। अहिले सर्लकै जान्छ नि दाजु। यसैले घोचेको यो रस चुहेको रहेछ क्या होइन। अनि मैले घोचेको थिएँ क्या आएर। छन् त रस एक साइडतिर रहेछ, अर्को साइडतिर उता छैन क्या। होला उसको चक्चक
उसले मलाई हाल्ने कोसिस गरिरहेको टोक्न सुरु गर्ला हो टोक्न छोड्नुपर्छ उता भित्रको साइडतिर छ कि होला त्यो कुरा छैन अस्ति त यहीँसम्म थियो क्या यहीँसम्म थियो अनि हाम्रो ठाउँ ठाकेर यसरी काटेको सर्लक सर्ला अलिक त छन् त छ उडेन त्यस्तो त उडेको थिएन तपाईँले चस्मा लगाएर होला क्या